हेलो गाइस, वेलकम टु माय न्यू भिडियो। आजको म भिडियोमा तिमीहरूले भनेको ओपिनियन्स गरेको छ जो जसले थाहा छैन। म उनीहरूलाई फेरि एउटा कुरा एक्चुअली मैले हिजो इन्स्टाग्रामको नोटमा भनेको थिएँ, सोधेको थिएँ एक्चुअली विच इज बेटर एकोर्डिङ टु यु गाइस, प्रिमियर लिग ला लिगा। त्यसमा धेरैजनाले मलाई मेसेज गरेका छन्, नट धेरैजना, एपेरेन्टली 5 देखि 6 जनाले। त्यति 5 देखि 6 जना मान्छेहरूको म यहाँ आज राख्न आँटेको छु, उनीहरूकै पनिसन लिएर। सो लेट्स बिगिन द भिडियो। र भिडियो सुरु गर्नुभन्दा अगाडि म भनिदिन्छु, म तिमीहरूको ओपिनियन्समा आफ्नो ओपिनियन घुसार्नेवाला छु र तिमीहरूको ओपिनियनलाई 10 मा रेट गर्न आँटेको छु। सो नाउ लेट्स बिगिन द भिडियो। सो फर्स्ट अफ अल म सुरु गर्न आँटेको छु मेरो एउटा प्रिय मित्र दाजु विमोचन काकीबाट। सो उसको अनुसार ही थिङ्क्स द्याट प्रिमियर लिग इज बेटर देन ला लिगा, किनभने उसको अनुसार ला लिगा इज अल अबाउट बार्सा एन्ड मड्रिड, जो मलाई पनि रिजनेबल लाग्छ। बार्सा मड्रिड बाहेक तिमी केही छैन क्या ला लिगामा। आई थिङ्क सो, यो उसको पनि यही भनाइ हो। र अरू मैले सोधेको कि डज युरोपियन ट्रफिज म्याटर, उसको अझसम्म आन्सर आएको छैन। सो म उसको बारेमा यति कुरा गर्दिनँ। सो म उसको यो ओपिनियन वेन हि टोल्ड द्याट बार्सा एन्ड मड्रिडै सबै हो, हुन त यस्तो होइन। ला लिगालाई एटलेटिको म्याड्रिडले पनि गरेको छ, 2 टाइम्स भए पनि गरेको। अनि स्पेनिस फुटबललाई पनि अरू टिम्सहरूले पनि गरेको छन् क्या, जति भएको छ। सेभियालाई युरोपा लिगहरू गरेको छ, लाइक द्याट। यो मेरो ओपिनियन थियो एन्ड आई थिङ्क विमोचनको यो ओपिनियन पनि रिजनेबल छ। गिभ हिम हिज ओपिनियन 6 आउट अफ 10। सो अर्को साथीको नाम हो आरब सम्राट रिजाल। सो अनुसार पनि प्रिमियर लिग नै बेटर छ, किनभने उसको अनुसार प्रिमियर लिगमा प्रिमियर लिगको फ्यान बेस राम्रो छ र प्रिमियर लिगको जो प्लेयरहरू छन् उनीहरूले धेरै चान्स पनि पाउँछन् एन्ड इट्स इज न क्वाइट अ रिजनेबल। र उसले अलिकति चाहिँ अल्सो टोल्ड द्याट कि ला लिगा भनेको देयर इज ओन्ली 3 टिम्स इन ला लिगा, द्याट इज बार्सा मड्रिड एन्ड एटलेटिको मड्रिड। जब मैले उसलाई सोधेको थिएँ कि डु युरोपियन ट्रफिज म्याटर, र त्यसले उसमा यही भनेको थियो। एन्ड आई थिङ्क यहाँ इट्स अ रिजनेबल पोइन्ट, किनभने युरोपियन ट्रफिजको कुरा छ भने प्रिमियर लिगमा हामी हेर्छौँ एभ्री टिम रेलिगेट भएको टिमले नै हिस्ट्रीमा एकचोटि चाहिँ जितेकै छ क्या युरोपियन ट्रफी पनि। लाइक यु क्यान टेक नटिङहम फरेस्ट 2 टाइम्स च्याम्पियन्स लिग विनर, मोर देन आर्सेनल। तर बट बरु जस्तो पनि टाइपको प्रिमियर लिग क्लबले चाहिँ जितेको हुन्छ। बट we've seen La Liga only there are some of the teams who have won the European trophies, like 4 or 5 teams, like Barca, Madrid, Atletico, Villarreal and Sevilla. But 5 टीम हो। प्रिमियर लिग भन्छौँ भने प्रिमियर लिगमा धेरैवटा टिम छन्, लाइक म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, चेल्सी, लिभरपुल, नटिङहम फरेस्ट, टोटेनहम, वेस्ट ह्याम एन्ड मोर। देयर आर मेनी मोर टिम्स। आई थिङ्क यति नै होला। तर प्रिमियर लिगमा हरेक प्रकारका क्लबले एक न एक टाइममा कन्ट्रिब्युट गरेको छन्, तर ला लिगामा त्यति धेरै भएको छैन क्या जति प्रिमियर लिगमा। आई थिङ्क हिज रिजन इज एप्रोप्रिएट एकोर्डिङ टु हिम। मैले सब भनेको, मैले बुझेको कुरा। सो आरोप म तिम्रोलाई चाहिँ मतलब तिम्रो ओपिनियनलाई म सलिड 8 आउट अफ 10 दिन्छु। मेरो अर्को साथीको नाम हो रिजन यो पाने, जसले पनि प्रिमियर लिगै बेटर भन्छ। सो उसको रिजनको रिजन यो हो कि उसले प्रिमियर लिगै बेटर भन्नेको रिजन यो हो कि किनभने प्रिमियर लिग हेज मोर फिजिकल एट्र्याक्सन, मोर कम्पिटिसन क्या। उसको भनाइ चाहिँ यो हो, जो अलिकति मलाई पनि रिजनेबलै लाग्यो। रिजनेबल भनाइ भनेको छ। सो उसको अकर्डिङ एक्चुअली प्रिमियर लिगमा त्यो टिम्सहरू छन् जो बस अन्डरडग्स हुन्छ। अन्डरडग स्टोरिज हेज प्रिमियर लिग इज मोर बेटर देन अन्डरडग स्टोरिज। वेरेस ला लिगामा यस्तो हामीले अलिक कमै देख्न मिल्छ, किनभने लास्ट टाइम हामीले देखेको भने 0 नाको थियो अरे, एकोर्डिङ टु 0 नाको थियो हामीले 2024 मा। त्यस पछाडि अलिक कति पनि मतलब त्यस्तो लेभलको हामीले अन्डरडग हेरेर छैनौँ ला लिगामा। ला लिगामा अन्डरडग स्टोरिज त्यस्तो छैन। जब प्रिमियर लिगमा जस्तो लेस्टर सिटीले पनि 2016 मा प्रिमियर लिग जितेको थियो, द्याट वाज द बेस्ट अन्डरडग स्टोरी इन द हिस्ट्री अफ फुटबल। सो त्यही भएर अनि उसले यो पनि भनेको थियो, अनि वेन आई आस्क्ड हिम अबाउट द युरोपियन ट्रफिज, किनभने तिमीहरू त धेरै चञ्चले मान्छे छौ, जो ला लिगाका फ्यान छन् उनीहरू भन्छन् ओ रियल म्याड्रिड छ, प्रिमियर लिग भन्दा बढी छ, च्याम्पियन्स लिग। तिनीहरूकै लागि पनि मैले यो क्वेसन एड गरेको थिएँ। सो एकोर्डिङ टु या युरोपियन स्ट्याट्स डु म्याटर बट नट ट्रफिज। ट्रफिज म्याटर गर्दैन, स्ट्याट्स म्याटर गर्छ क्या। ट्रफिज त के नटिङहम फरेस्टसँग 2टा च्याम्पियन्स लिग छ भने के त अल टाइम आर्सेनल भन्दा बेटर हुन्छ? हुनु त पर्ने हो, तर ठिक छ। सो एकोर्डिङ टु द्याट गाई जस्ट कुनै पनि ला लिगा टिम चाहिँ प्रिमियर लिगको टप फर्ममा आउन सक्दैन राम्ररी, एक्सेप्ट बार्सा मड्रिड राम्ररी आउन सक्दैन। जस्तै अब बार्सा मड्रिड आयो भने पनि प्रिमियर लिगमा 10 वटा सिजनमा उनीहरूले 3-4 वटा कि 5-6 3-4 वटा 1-2 वटा जित्लान्। तर अर्को कुनै प्रिमियर लिग क्लब ला लिगामा आयो भने 10 वटा सिजनमा उनीहरूले 6-7 वटा 8-9 वटा जित्न सक्छन् क्या।
यो अलिक धेरै भयो तर उसको भनाइ हो अब म के भन्न सक्दिनँ त उसको अनुसार या दिस इज द रिजन वाइ प्रिमियर लिग इज बेटर रिजन आई वुड गिभ म रिजनको जो ओपिनियन छ यो ओपिनियनलाई म सलिड 8.5 आउट अफ 10 दिन्छु किनभने यो ओपिनियन्स आई थिङ्क मलाई राम्रो लाग्यो इट इज रिजनेबल ओपिनियन विथ रिजन दिएको छ अर्को साथी हो तेजेन्द्र यादव जसको अलिकति कन्भर्सेसन म उसलाई डिसरेस्पेक्ट गरेको होइन मतलब तर ओके सो उसले भनेको त लालिगा बेटर हो मलाई लाग्यो अलिक राम्रो ओपिनियन आउला आई थिङ्क उसको पनि त डिफ्रेन्ट ओपिनियन हुन्छ तर उसको ओपिनियन चाहिँ अलिकति तिमीहरूलाई पनि अजिब लाग्छ क्या जस्तै अब तिमीहरूले यो भिडियो फुल हेर्दैछ भने नि तेजेन्द्रलाई मेसेज गर हो तेजेन्द्रलाई म सोध्छु कसरी तिमीलाई मेसेज गरेको छ कि म यसरी बुझ्छु क्या तिमीहरूले फुल भिडियो हेरेको छ कि छैन भनेर सो तिमीहरू होइन आई मिन तेजेन्द्रले भन लालिगा इज बेटर किनभने लालिगा इज टफ एन्ड कम्पिटेटिभ गेम्स अरे लालिगाको जो कम्पिटिसन छ त्यो प्रिमियर लिगले म्याच गर्न सक्दैन अरे लालिगाको कम्पिटिसन प्रिमियर लिगले म्याच गर्न सक्दैन अरे एन्ड अनि अझै उसलाई एउटा कुरा भन्यो मैले जब सोधेँ कि डु यु रिमेम्बर स्ट्याट्स म्याटर अनि उसले भन्यो यस म्याटर बट इट एक्चुअली सोज विच टिम इज स्ट्रङ्गेस्ट एट द टप नट फ्रम द टप कुन टिम टपमा राम्रो छ स्ट्रङ्गेस्ट छ उसले देखाउँदैन कि बटमदेखि टपसम्म कुन स्ट्रङ्गेस्ट छ या उसले यही भन्यो मैले पनि अलिक राम्रो त बुझिनँ तर अब उसको ओपिनियन हो तेजु आई थिङ्क योर ओपिनियन इज काइन्ड नराम्रो किनभने यसमा म आफ्नो ओपिनियन घुसाड्न चाहन्छु मलाई लाग्छ प्रिमियर लिग हेज मोर टफ अन्डरडग स्टोरिज उसले भने त लालिगा हेज बेटर अन्डरडग स्टोरिज अफ प्रिमियर लिग यिनीहरू त्यसरी नै हाँस्दै होला तिमीहरू पनि सो आई थिङ्क नो तिम्रो ओपिनियन मलाई राम्रो लाग्यो तर पनि तिम्रो अब ओपिनियन हो त म डिसरेस्पेक्ट गर्दिनँ तिमीलाई चार दिएको मैले 10मा 5 मार्क्स सो अर्को साथी हो मिसन तिमल सिन्हा र उसको अनुसार यस प्रिमियर लिग इज बेटर देन लालिगा किनभने प्रिमियर लिग हेज मोर क्रेज प्रिमियर लिगको अलमोस्ट धेरैवटा म्याचको क्रेज हुन्छ र फ्यान बेस पनि राम्रो छ र प्रिमियर लिगको हरेक गेम इज लाइक अ क्लास बट लालिगा इज ओन्ली अबाउट एल क्लासिको हो त्यो पनि हो हुन त बट लालिगा इज नट ओन्ली अबाउट एल क्लासिको अगर लालिगा चाहिँ मलाई पनि लाग्छ म अलिकति लालिगाको फेभरमा भन्छु भने लालिगा कुड बी इन्ट्रेस्टिङ क्या बस लालिगामा राम्रो टिम्सहरू मात्र छैन अट्लेटिको म्याड्रिड बार्सन र मड्रिड केही कम्पिटिसन हुन्छ त्यो पनि होइन बार्सा र मड्रिडको मात्र कम्पिटिसन हुन्छ लालिगामा त्यसले पनि लालिगा अलिकति रिजनेबल लाग्दैन मान्छेहरूलाई लाइक मी बट इफ लालिगा राम्रो गेम्स भयो भने लालिगा कम्पिटेटिभ भयो भने मान्छेहरूको ओपिनियन चेन्ज हुन्छ किनभने ओपिनियन्स त एउटै कुरा रेड फ्ल्यागवाला केटीको बोयफ्रेन्ड जस्तै हो चेन्ज गरेको गरे सो या हाम्रो ओपिनियन्स पनि त्यस्तै हुन्छ फुटबल फ्यानको त ओपिनियन यस्तै हुन्छ तिमीहरूको चेन्ज भइहाल्छ क्या ओपिनियन सो अगर लालिगा राम्रो भयो भने ओपिनियन चेन्ज हुन्छ तर त टिम्सहरूको भावना हुन्छ मैले के भनेको तिमीहरूले बुझ्नु होला ओके अनि उसको अनुसार एल क्लासिको अन्ली प्लेस अनि प्रिमियर लिग नै ठिक हो प्रिमियर लिग हेज मोर बेटर गेम्स इन लालिगा विच इज काइन्ड रिजनेबल सो म उसको ओपिनियनलाई 7 आउट अफ 10 दिन्छु र लास्टमा मेरो वान अफ द प्रिय साथी रिहान श्रेष्ठले भनेको छ लालिगा इज बेटर देन प्रिमियर लिग र उसको पनि यस्तो छ बिकज लालिगा when it had Lionel Messi and Cristiano Ronaldo it had a different level of craze मान्छेले प्रिमियर लिगको बाल दिँदैन थियो त्यो पनि हो मेस्सी रोनाल्डो छोडेपछि नै प्रिमियर लिगको पनि क्रेज अलिअलि बढ्न थालेको हो नेपालमा त्योभन्दा त्यस्तो खासै चाहिँ थिएन किनभने मान्छेले लालिगा हेर्थे क्या मान्छे अहिले पनि लालिगा हेर्छन् क्या मेस्सी रोनाल्डोको लागि होइन तिनीहरूको टिम्सको लागि तर पहिला चाहिँ उनीहरूको लागि हेर्थे तर उसले भनेको छ लालिगा वाज वर्थ वाचिङ प्रिमियर लिग भन्दा राम्रो लाग्छ उसलाई इभन हो इज अ म्यान युनाइटेड फ्यान बट ही थिङ्क्स लालिगा इज स्टिल बेटर देन प्रिमियर लिग तर यसमा म आफ्नो ओपिनियन बुझ्न चाहन्छु हेर रिहान तिमीले अलिक नोस्टाल्जिक भएर भनेको छौ क्या मलाई तिम्रो पनि पोइन्ट राम्रो छ क्या बट आई थिङ्क यु बिकेम अ क्वाइट नोस्टाल्जिक क्या तिमीले नोस्टाल्जियाले यता ल्याएको छौ क्या तर तिमी एउटा एब्सोल्युट फुटबल नर्ड भएर पनि तिम्रो लालिगालाई मन पराउँछ भनेर यसमा तिम्रो गल्ती होइन तिम्रो पनि त केही त म्याच हेरेकै होला के थाहा हामीहरू अब लालिगाको म्याच पनि इन्ट्रेस्टिङै होला कि प्रिमियर लिगको जस्तो बट वी नेभर नो सो अब म मेरो ओपिनियन्स भन्छु आई थिङ्क प्रिमियर लिग इज बेटर इभन त लालिगासमा धेरै युरोपियन ट्रफी छ युरोपियन डोमिनेन्स भनेको चाहिँ लालिगाकै टिम्सहरूले देखाएको छन् बट लालिगा र प्रिमियर लिग भित्रको कुराहरू छन् भने प्रिमियर लिग इज मोर कम्पिटेटिभ लालिगा इज लेस अल टाइम भन्दै मैले तर यस्तो पनि भन्न मिल्दैन लिटरली यस्तो भन्न मिल्दैन तिमीले हेर लास्टको 7-8 वर्षमा सिटीले जिताछ
7वटा प्रिमियर लिगमा अलमोस्ट 6वटा प्रिमियर लिग अनि 5वटा प्रिमियर लिग 2चोटि लिभरपुल हो सिटी भर्सेस लिभरपुलमा 2चोटि त लिभरपुलले जितेछ 2019 देखि अहिलेसम्म सिटीले जितेर ल्याइरहेको छ त्यसले पनि म अलिकति लालिगाकै फेभरमा पनि मलाई अलिक हुन मन लागिरहेछ किनभने लालिगामा हामीले हेरेको छौं बार्सा मड्रिड भए पनि कम्पिटिसन चाहिँ छ क्या लालिगामा त्यही दुईटा क्लबले पनि कम्पिटिसन देखाउँछ भने प्रिमियर लिगमा चाहिँ तिमीको एउटै टिमले मात्र देखाइरहेछ धेरै वर्षदेखि एउटै टिमले मात्र डोमिनेन्स देखाइरहेछ विथ फ्रम अनि त्यो पनि भेरी स्टार्टिङबाट क्या स्टार्टिङदेखि एन्डसम्म त्यस्तै भइरहेछ र मिडलमा पनि हुनु नि अलिकति मिडलमा हुन्छ क्या लालिगामा अन्तिम 30 गेम पछि चाहिँ तिमीले विनर थाहा पाउँछ 30 पनि 34 गेम पछि तिमीले विनर थाहा पाउँछ प्रिमियर लिगमा तिमी 25 गेम पछि आजकल विनर थाहा पाइरहेछौ आर्सेनलले लिग जित्दैछ आर्सेनलले बट अकर्डिङ टु मी अल टाइम भनौँ भने आई थिङ्क यस्तो ओके ओभरअल युरोपियन डोमिनेन्स लालिगा अन्डरडग स्टोरिज प्रिमियर लिग अनि ओभरअलमा टिमहरूको भर म के भन्दिनँ सो या द्याट्स इट फर द भिडियो तिमीहरूको ओपिनियनको लागि ठिक छ ल म यस्तै फुटबलको क्वेसन तिमीहरूलाई सोध्छु र ओपिनियन सेयर गर्छु र मेरो पार्ट 1 छ सिरिजको आई विल ब्रिङ अ पार्ट 2 टिकटकमा पनि सोध्छु म बाई